मैले यो क्षेत्रबाट निर्वाचन लड्दै गर्दा सबैभन्दा प्रमुख रूपमा त मैले युवाहरूलाई सामाजिक काममा र राजनीतिमा स्थापित गराउनुपर्छ भन्ने एउटा उदाहरण सेट गर्नको लागि पनि आफ्नो उम्मेदवारी दिएको छु। सँगसँगै प्रदेश स्तरमा बन्ने नीति नियमहरू र अन्य प्रोग्रामहरू कार्यक्रमहरूलाई मैले युवा मैत्री बनाउनुपर्छ भन्ने रोल गर्नको लागि मेरो भूमिका निर्वाह गर्नको लागि पनि मैले मेरो उम्मेदवारी दिएको छु भने यहाँका विकास निर्माणलाई पारदर्शी गराउने र यहाँका विकास निर्माणहरू दिगो विकाससँग सम्बन्धित गराउने गरी आफ्नो भूमिका निर्वाह गर्न मैले मेरो उम्मेदवारी दिएको छु। हामीले यहाँ हेऱ्यौँ भने युवाहरू बेरोजगार हुने र त्यो बेरोजगारीको कारणले विभिन्न कुलतमा लाग्ने र त्यो समय ऊर्जाशील समय यत्तिकै खेर जाने समस्या चाहिँ प्रमुख समस्याको रूपमा देखिएको छ। यसलाई समाधान गर्नको लागि स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने, विशेष गरी यहाँका युवाहरूलाई उद्यमी बनाउनको लागि प्रदेश सरकार, स्थानीय सरकार र अन्य मातहतका निकायहरूसँग समन्वय गरेर यदि उद्यमी बन्न चाहने युवाहरूलाई बिउ पुँजीको रूपमा पुँजी सरकारको तर्फबाट पुँजीको व्यवस्था गर्ने र त्यसलाई निगरानी गर्ने अनि कामको विषयमा उनीहरूले गर्न खोजेको कामको प्रपोजलको आधारमा लगानी लगाउने र उनीहरूलाई व्यावसायिक बनाउने गरी मैले योजनालाई अगाडि सार्ने गरी यो निर्वाचनमा म आफूलाई प्रस्तुत गरेको छु। हामीले सामाजिक काम गर्दा कुनै न कुनै प्लेटफर्म प्रयोग गर्नुपर्छ। त्यो शक्तिको हिसाबले पनि र सहयोगको हिसाबले पनि प्लेटफर्म भएन भने हामीले काम गर्न सक्दैन। मैले विभिन्न प्लेटफर्ममा रहेर सामाजिक काम स्वतन्त्र हिसाबले सामाजिक काम गर्दै गरेँ। तर अहिलेको परिस्थिति कस्तो बन्यो भने मेरो सोचअनुसार मैले गर्न खोजेको जुन तरिकाले मैले सामाजिक काम र मानवीय सेवा गर्न खोजिरहेको छु त्यो अहिले म जहाँ थिएँ त्यो ठाउँबाट त्यो किसिमको वातावरण नबनिसकेपछि मैले मेरो भूमिकालाई अझै स्वतन्त्र बनाएर लैजाँदा यहाँका जनता, यहाँका आम मतदाताहरूसँग म सहज तरिकाले पुग्ने र उहाँको दुःखसँग भिज्न सक्ने अनुभूति गरिसकेपछि म स्वतन्त्र भएँ। म करिब 3 बजेसम्म त म गठबन्धनको साझा उम्मेदवार पनि थिएँ। तर विशेष परिस्थितिले मलाई त्यो गठबन्धनको साझा उम्मेदवार बनाउन नसक्ने अवस्था, मलाई कुनै पार्टीसँग, कुनै समूहसँग र कुनै निर्णयसँग पनि आपत्ति छैन र गुनासो पनि छैन। मलाई त्यो निर्णयले मेरो जीवनको एउटा सामाजिक अभियानमा अलिक परिवर्तनको अथवा कोसे ढुङ्गाको रूपमा काम गर्नेछ भन्ने मैले आशा राखेको छु र मैले त्यही अनुसार नै आफूलाई विकास गर्छु र अगाडि लैजान्छु। अरूले विश्लेषण गर्ने कुरालाई त मैले उहाँहरूकै जिम्मा छोड्छु। मलाई कस्तो लाग्छ भने म कसैको पनि प्रतिस्पर्धी होइन। हामी सबै सहयोगी हौँ, चिनकजी होस् वा अन्य प्रतिस्पर्धी सहयोगी हो। मैले आम मतदाताहरूलाई के भनेको छु भने कसैलाई हराउनु पर्दैन, सबैलाई जिताउनुहोस्, मलाई चाहिँ 1 नम्बर बनाइदिनुहोस् भनेर आग्रह गरेको छु। म कसैसँग प्रतिस्पर्धा गर्नु पनि परेको छैन। मेरा कार्यशैलीहरू फरक छन्, मेरा जनतासँग जाने कुराहरू चाहिँ अलिक फरक छन्। त्यसैले म कसैसँग प्रतिस्पर्धी नै छैन। अहिलेको अवस्थामा हेऱ्यो भने स्वतन्त्र उम्मेदवार, त्यसमाथि मैले सामाजिक रूपले काम गरेका कुराहरू अनि सङ्घ संस्था गरेका नेतृत्वका कुराहरू र मानवीय कुराहरूलाई हेऱ्यो भने विशेष गरी अहिले प्रतिस्पर्धामा मेरो तुलनामा प्रतिस्पर्धा गरेर आउने अर्को पात्र त्यस्तो मैले प्रतिस्पर्धामै आउने मलाई अनुभूति छ त्यस्तो देखेको छैन। त्यसैले म प्रतिस्पर्धी पनि होइन, म कसैको बागी पनि होइन र म विद्रोही पनि होइन। तर म एउटा कुरा के हो भने म यो गलत प्रवृत्तिको र राजनीतिलाई व्यक्ति केन्द्रित बनाउन खोज्ने प्रवृत्तिको विरुद्धमा चाहिँ मैले मेरा कदमहरू उठाएको हुँ।